मलाई पहिला सुगर हुँदाखेरि मेरो फास्टिङ चाहिँ 372 र बीपी चेक गर्दाखेरि 392 थियो। मैले पनि याकुन सिरप मगाएर खान थाले। त्यो खाँदाखेरि अहिले चाहिँ फास्टिङ चाहिँ 72, पीपी चाहिँ जम्मा 124। मेरो अहिले HbA1c 5.52 छ र क्रिटिनिन चाहिँ 0.78 मात्र छ। नमस्कार, म गंगाबहादुर तामाङ, गंगा लामा। मेरो घर चाहिँ धादिङ जिल्ला खनियाबास गाउँपालिका वार्ड नम्बर 4 हो। म विगत 5-6 वर्षदेखि सुगरद्वारा चाहिँ पीडित थिएँ। मलाई पहिला सुगर हुँदाखेरि धेरै शरीरमा इनर्जीहरू नहुने, एकदम आलस्य हुने, केही गर्न मन नलाग्ने त्यस्तो हुन्थ्यो। अनि डाक्टर कहाँ चेक गर्न जाँदाखेरि मेरो फास्टिङ चाहिँ 372, पीपी चेक गर्दाखेरि 392 थियो। जब मैले फेसबुकमा यो याकुन सिरपको जुन प्रचार देखेँ अनि त्यस पश्चात मैले पनि याकुन सिरप मगाएर खान थाले। अहिले लगातार मैले 7 महिना भयो मैले यो खान थालेको। मेरो सुगर चाहिँ घटेर अहिले चाहिँ फास्टिङ चाहिँ 72, पीपी चाहिँ जम्मा 124। डाक्टरले चाहिँ क्रिटिनिन अनि HbA1c हरू पनि चेक गर्नु भन्नुभएको थियो। मेरो अहिले HbA1c 5.52 छ र क्रिटिनिन चाहिँ 0.78 मात्र छ। खाँदाखेरि मलाई धेरै राम्रो भयो, स्वास्थ्यमा इनर्जी आयो, ताकत एकदम आयो। पहिला हिँड्नलाई पनि एकदम नसक्ने अवस्थामा थियो। अहिले चाहिँ मलाई जहाँ चाहिँ उकालो ओह्रालो हिँड्दा पनि त्यो चाहिँ महसुस भएको छैन। अरू जनप्रियहरू पनि कतै सुगरबाट पीडित छ भने नझुकिकन चाहिँ यो प्योर अर्थ याकुन सिरप चाहिँ खानु होला। र यो याकुन सिरप चाहिँ साँच्चै नै सुगर पीडितहरूको लागि चाहिँ जीवनदान नै रहेको रहेछ। याकुन सिरप प्रचार प्रसार धेरै भइरहेको छ, तपाईहरु नझुकिनु होला। यो बजारमा आउने याकुन सिरप कसरी चिन्ने भन्दाखेरि प्योर अर्थ याकुन सिरप तपाईहरुले यो लोगो भएको चाहिँ हेरेर राम्रोसँग चाहिँ यो प्योर अर्थ याकुन सिरप नै लिनु होला सक्कली।